छ्याजालो नमस्कार सबैजनालाई म सङ्गम ब्लग। हजुरहरू पनि सन्चै आरामै हुनुहुन्छ होला, म पनि एकदम आरामै छु। आज चाहिँ मैले यसो घरमा के गर्ने त नि भनेर यसो ऱ्यान्डम भिडियो बनाइदिउँ भनेर आज चाहिँ मैले पुदिनाको चटनी टमाटरको चटनी बनाउन गइरहेको छु है। यसो हेरेर हजुरहरू पनि यसो घरमा के कसो यसो बनाउँदाखेरिको सानो भिडियो हालेर पनि तपाईँहरूले युट्युबमा भिडियो अपलोड गरेर मनोरञ्जन लिन सक्नुहुन्छ, अरूलाई पनि मनोरञ्जन दिन सक्नुहुन्छ है। आज पानी परिरहेछ, अब यसो घरमा के गर्ने त नि भन्दाखेरि यसो अब नेपालमा चाहिँ द्वन्द्व चलिरहेछ है। अब गृहयुद्ध भन्छ के भन्छ त्यसलाई, आफ्नै देशमा ठुलो भौतिक क्षति भएको छ, त्यसमा म एकदम दुखी छु। साथसाथै अब म एकदम आफ्नो पर्सनल्ली त्यहाँ प्रेजेन्ट हुन नसके पनि यहीँबाट भिडियो हेरेर कहाँ के भइरहेछ हामी हेरिरहेछौँ। तर त्यस्तो हुन नपर्ने हो, केही पाउनलाई केही गुमाउनु पर्छ भन्दै होइन। जति पनि शहीद हुनुभएको मेरो नेपाली दाजुभाइहरूलाई हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु र जति पनि घाइते हुनुभएका हाम्रो दाजुभाइ दिदीबहिनीहरू जति पनि हुनुहुन्छ उनीहरूको लागि उनीहरूको शीघ्र स्वास्थ्यको कामना गर्न चाहन्छु। छिटो यस्तै गरी छिटोभन्दा छिटो रिकभरी भएर देशलाई उन्नतिको बाटोतर्फ डोर्याउनु पर्छ। ढिलो नगरिकन अब यसो चटनी कसरी बनाउँछु अब हेर्दै जानु होला हजुरहरूले। खासै मलाई केही बनाउन त आउँदैन, तर म ट्राई गर्दैछु है। मेरो यो टमाटर 2टा टमाटर र 4वटा पिस खुर्सानी मैले पानीमा उमालिरहेको छु। अब यो टमाटर चाहिँ अलिक पाकिसकेछ, यो अब पाकिसक्यो। अब मैले यसलाई ग्यास बन्द गरेर यसलाई निकाल्छु है। अब यसलाई यसको छाला निकाल्ने हो। यो चाहिँ मेरो बन्दनिया है। अब मैले बन्दनियालाई टक्क कोर्कीमा राखेर धुनुपर्छ। पकाएर चाहिँ क्या हो अच्छा, यसको चाहिँ छालै नखुइलिएछ कि, यसको चाहिँ भेट्न फाल्नुपर्छ। यसलाई के भन्छ, भेट्न, खुर्सानीको भेट्न है। 5वटा रहेछ खुर्सानी, 2टा टमाटर, अलिकति बन्दनिया। अब चाहिँ मैले यो टमाटरलाई ढक्का हालिदिन्छु। यसलाई पनि 2 टुक्रा गरेर हाल्नुपर्ने हुन्छ। यो त हुन्न कि ग्राइन्ड गरिदिन्छु। नुन हाल्नुपर्ने हुन्छ। नुन चाहिँ हजुरहरूले कतिको चर्को खानुहुन्छ त्यो अनुसार हुन्छ है। चटनीमा फेरि नुन हालेन भनेखेरि मिठै लाग्दैन। नुन र पिरो चाहिँ हुन पर्यो। Oh my god, दामी। चटनी त एकदम दामी भयो रहेछ। हजुरहरू पनि खानी भए आउन सक्नुहुन्छ है।
सङ्गमको हातको चटनी खानको लागि। दामी अब आलु बनाउँदैछु। आलु पनि उम्लिसक्यो फाइनली। अब आलुको पनि छिल्का फाल्न पर्ने हुन्छ। अलि धेरै नै पाकेको रहेछ क्या। आलुको गोर्खा चटनी भन्छ कि यहाँ है, गोर्खा चटनी बनाउन गइरहेको छु। गोर्खा चटनी बनाउँदाखेरि फेरि आलु हल्का आधा मात्र पाक्यो भने अलिकति राम्रो हुन्छ। आधा भन्नु 75%। चट्ट लाएर भाँडासाँडा हान्छु। त्यसपछि प्याज टमाटर काट्न छ। काम धेरै छ, तर घरमा धेरै काम हुँदो रहेछ। आफूले त अब अल्छी लाग्छ, कहिलेकाहीँ जागर चल्यो भने चाहिँ गरिदिन्छ है मैले। फाइनल्ली मेरो काम भ्याइसक्यो। अबको काम हो बुढीको है। अब मैले मेरो काम भ्याइसक्यो। अब च्याट लाएर बस्ने काम हो मेरो। बुढी आएपछि पस काटिदिन्छु अनि खाने काम हो है। यो धनियाको चटनीसँग ढेँडो सर्लाप खाना पाए मजा आउँथ्यो, तर ठिकै छ, खिरसँग मजा लिन पर्यो। ल है, सबैलाई जोरले नमस्कार। खिर चाहिँ बुढीले बनाएको, गोर्खा चटनी बुढी र मैले दुईजनाले बनाएको, यो चटनी मैले बनाएको। दामी हो।
खानी त हातैले हो क्या फेरि मजा आउँछ नि त हात खाएको भुकै दामी दुईटा डल्ले खोर्सानी हालेर बनाएको दामी भएर छ हेलो गाइस भने बाबा हेलो मम खाँदैछु भन मम देखाइदिनु अहिले चाहिँ पुरा खाना खाएर भ्याइसकेँ मैले है अब भिडियो धेरै लामो हुन्छ आलु हो के आजको चाहिँ भिडियो इन्डिङ गर्नु चाहिँ हाम्रो सानो नानी आउनुभएको छ है बाई बाई झोरले छ्याजालो है नानी चाहिँ मगर मगुरुङ है छ्याजालो झोरले दुईटाको तर्फबाट पुप्पा गर्नु यति भन्दै बिदा हुन चाहन्छु हस् त धन्यवाद पुप्पा गरिदेऊ पुप्पा गरिदेऊ पुप्पा 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 गरिदेऊ पुप्पा 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 छिटो बाई बाई मात्रै होइन पुप्पा होइन हातले के यस्तो प्लाङ्किस पुप्पा पुप्पा चुप्पा पुप्पा ल है त भिडियो धेरै लामो हुन्छ हस् त नमस्ते बाई बाई गाइज